औषधिहरू सबै पिसेर हामीले चाहिँ यसमा चलाउँछन् यो चलाएर पछि हामीले अब नाना थरी अब पोहोरपार कस्तो कस्तो ऊ आयो होइन अझै आउनेवाला छ त्यस्तो कस्तो कस्तो अब आउँछ नि यो चाहिँ नेरी सिटा चैली भन्छ नेरी हामीले चाहिँ बुद्धिस्टमा चाहिँ नाजा भन्यो चाहिँ ऊ विभिन्न थरीको चाहिँ ने भनौँ न के भन्छ नेपालमा रोग व्याधि तर नेरी सिटा चैली चाहिँ आउँछ भन्छ अहिलेसम्म त्यही अब नेरी सिटा चैली भनेको चाहिँ 25 सम्म अझै पनि योभन्दा खतरा आउँछ भन्छन् यसलाई योबाट मुक्त पाउनुको लागि हामीले चाहिँ चलाउनु 4 नेरी चाली भन्छ तपाईँहरूले चाहिँ 440 थरीको चाहिँ हाम्रो जिउमा चाहिँ यस्तो खालको एटेक गर्ने चाहिँ रोग आउँछ भन्छन् अहिले त्यो क्यान्सरहरू आउँछन् अझ त्योभन्दा पनि नराम्रो आउँछन् भन्छ त्योबाट चाहिँ हामीले मुक्ति पाउनुको लागि यिनीहरू चलाइरहन्छ ठाउँ यो एक ठाउँमा चलाएपछि यसले चाहिँ दुनियाँ संसारमा चाहिँ रक्षा गर्छ भनेर चाहिँ यिनीहरू चाहिँ यस्तो छन् अनि पैसाको बारेमा त्यो भयो अनि यहाँनिर अहिले यहाँ सानो यो चाहिँ यो रातो छ नि अब यो चाहिँ सिधै भन्दा यो पहिलाको मान्छेहरू चाहिँ धर्मती भन्ने बेला चुरु भन्छ नि यहाँ लाउने मुगा भन्छ होइन अब मुगाहरू चलाउँछ तर अब मान्छे सबै लोधी भयो अब यस्तो मजाले त्यो गरेपछि यहाँ सबै छन् यहाँ चाहिँ पूर्ण छ है फेरि तपाईँहरूले पो ऊ चाहिँ ल के छन् यो म अघिले नै यो यसमा चाहिँ हिरामतीहरू भन्छ नि अब हामीले चाहिँ अहिले हिरामती सबै हुन्छन् डल्लै हुँदैन सबै यस्तो बनाएर चाहिँ टुटीतिर चलाउँछन् यसरी अनि यहाँ छ एउटा यो माटो चाहिँ तपाईँहरूले बौद्ध छ नि हाम्रो बौद्ध पहिला भूकम्पले भत्काएर चाहिँ त्यतिखेरको माटो है अब तपाईँहरू राम्रो धर्म गर्ने हो भने बौद्ध गइरहनु पर्दैन बौद्ध यहीँ छन् थाहा भयो नि काठमाडौँ बौद्धको अब ऐसैका यहीँ छन् बौद्ध अब भक्ति गरे भने होइन अनि यो मुतिखहरू हुन् अनि यहाँ एउटा यो तपाईँले हेर्दा सुन कलर पनि यस्तो टल्किन्छ पनि हो टल्किन्छ भने यो ढुङ्गा चाहिँ उता हो कैलाशको मन कैलाशको है यो चाहिँ प्युर ढुङ्गा फेरि मैले ढाँटेको होइन यहाँ यसरी तपाईँले कस्तो टल्केको जस्तै देख्छ छालाङछुलुङ हुन्छन् थाहा भयो नि यसरी चाहिँ तपाईँहरूले चाहिँ सम्झाइरहेको छ यो भित्र चाहिँ अब नसम्झाइकन मैले पनि घरमा चाल्यो भने तपाईँहरूलाई टियापा भन्छ पछि गुम्बा बस्दा उति भित्रबाट टियापा भक्ति आउँदैन त्यो नआएपछि हामीले तपाईँ दिनमा आएर त्यो काम आएर यसको केही फाइदा हुँदैन हामीले अब यहाँबाट गुम्बा गएपछि त हामीले फाइदा लिनुको लागि होइन नभए किन यत्रो दुःख गर्नु पिछ तपाईँहरूले होइन यहाँबाट हामीले अब फाइदा लिने हो अनि यहाँ यो आन्डा यो चाहिँ साधना भन्छन् यो चाहिँ विभिन्न ठाउँको चाहिँ देवी देवता थानतिर गएर चाहिँ हामीले चाहिँ सानो माटोहरू पट्याएर ल्याउँछ नि पहिलाको पुर्खाहरूले होइन कता त पट्याउँछ नि अहिले तपाईँहरूले पट्यायो होला पट्याएर ल्याएको चाहिँ यो चाहिँ साग तीर्थको जति तीर्थहरू छन् त्यहाँको सागहरू चाहिँ मिसाएर चाहिँ यो चाहिँ व्यापारीहरूसँग हुन्छन् यहीवटाको त्यो 20 रुपियाँ चाहिँ कसरी हामीले चाहिँ किनेर चाहिँ चलाउँछ अब भयो भने चाहिँ सामुमै हामीसँग तपाईँहरू छ भने अझै घरतिर ल्याएको छ भने चलाउँदा पनि केही फरक पर्दैन अनि यहाँनिर यो छुना भनेर चाहिँ यो चाहिँ पानी हामी छोपियामातिर जान्छौँ इन्डियातिर जान्छौँ हलिसेतिर जान्छौँ हामीले पानी ल्याउँछ नि सानो भदौमा यो सबै तीर्थको ठाउँको चाहिँ पानीहरू चाहिँ यसमा छ है यस्तो पानीहरू छन् अब हामीले चाहिँ जहिले पनि पैसाको कुरा गर्छौँ त्यो नयाँ पैसा भर्खर काटेको यिनीहरू चाहिँ पैसा नि हो अब त्यो चाहिँ सबै हामीले जुम्लेको सारेपछि मैले भने त्यसरी हाम्रो यो सोचेको विचारहरू पुण्य कमाउनुको लागि हो अनि यहाँ एउटा काठको टुक्रा छ यो चाहिँ श्याम बौद्धभित्रको सक्सिङको टुक्रा अब मैले यहाँ पुरै चलाउँदैन यो चाहिँ सानो सानो मैले पनि निकालेर ठाउँ चराइरहेको हो यो ठाउँमा अब यस्तो काम गर्दा सबैले अब पुण्य होस् भनेर चाहिँ यो चाहिँ काठ चाहिँ बौद्ध
तपाईँहरू छोड्दैन करामा जानुहुन्छ नि त्यो भित्रको चाहिँ पहिला यो बौद्ध त्यो भूकम्पले भत्केर त्यो भित्र चाहिँ के गर्दा हामीले त्यहाँ यो लिनुलाई त्यहाँ धेरै मान्छेसँग जोडिनुपर्छ त्यतिकै घुम्दा घुम्दै टक्कै पाउँदैन त्यतिको धेरै मान्छेसँग जोडिँदै मान्छे पुग्छ त्यसपछि त पाउँछन् अनि यो चाहिँ बुद्धगयामा हामी बुद्धगयामा तपाईँले जानुभयो भने भित्र बुद्धको सेम बुद्ध भगवानको पालामा उत्पादन गरेर एउटा बुद्धगयामा एउटा बुद्धको छ नि मूर्ति भनौँ न कुमा चाहिँ त्यहाँ चारको यो चाहिँ त्यहाँको कुको नाम छ होइन बुद्धगयाको चाहिँ कुको नाम छ भएपछि अब यहाँ आलेमा तपाईँहरूले सोच्यो भने यो सबै अब पछि आएर यो राम्ने पालन प्रतिष्ठान गरेपछि एक दिन घुम्दा पनि बुद्धगया घुम्ने सम्झिनु त्यो पाउँछन् फल काठमाडौँ सम्झिनुभन्दा पहिला भित्र राख्नु पऱ्यो नि हामीले त अब किनभने हामीले सबै चिलापहरू यसरी जम्मा पारेर राखेको छौँ त्यसरी तपाईँहरूलाई एकछिन बसेर चाहिँ यसरी चाहिँ केही मैले चाहिँ दौड केही यसको चाहिँ यस्तो बुझाएको मात्रै हो यसको धेरै अनि यहाँनिर चाहिँ चिठाइराखेको चाहिँ यसको मण्डलाहरू छन् त्यो मण्डलाको बारेमा धेरै व्याख्याहरू चाहिँ धेरै लामो हुन्छन् अहिले के समयहरू हुँदैन मण्डला चाहिँ अब यो भित्र चारवटा मण्डलाहरू चाहिँ यहाँ छन् यो जति यो भयो अनि यो 5 थरीको कपडा छ नि त्यो 5 थरीको कपडा चाहिँ चराइरहने चाहिँ यो हाम्रो ओङथाङ भन्छ नि हाम्रो जिउलाई सबै चाहिँ हुन्छ नि यो चाहिँ सा सु मे लुङ नाम खुवाउँदा 5 थरीको हुन्छन् अनि यो चाहिँ हामीसँग पनि छ यही 5 थरी यो जमिनमा पनि यही 5 थरी छ अनि यो केही नमिल्दा चाहिँ हाम्रो पनि दुख बिमार हुने चाहिँ त्यही कारणले हो सा भनेको चाहिँ जस्तै सा सा सु मे लुङ नामका भनेर यसरी गर्छ नि हामीले सा चाहिँ हामीले के गर्छ भने हामी अब अहिले हाम्रो जिउलाई भनौँ न सा चाहिँ केमा उ गर्छ भने हामीले चाहिँ यो एउटा पञ्चभूतको ऊ पनि मान्छन् अनि यहाँ चाहिँ हाम्रो सा चाहिँ जिउ यो मासु भयो अनि छु चाहिँ भित्र अब यो भित्र हामीले छु भनेर यो ठाप भयो रगत भयो सा छु मेलुङ भएर चाहिँ मे